नमस्ते नमस्ते हजुरहरूलाई एउटा कुरो के जानकारी गराउँछु भने नि विदेशमा एकदम गाह्रो हुन्छ यस्तो उस्तो भन्ने कुरा सुनिन्छ हल्ला सुनिन्छ होइन। तर गाह्रो र सजिलो भन्ने कुरो आफूमा भर पर्छ होइन। गाह्रो त सजिलो नेपालमा अथवा भनौँ न आफ्नै देशमा पनि गाह्रो छ होइन। तर तपाईँमा भर पर्ने कुरा के भन्दाखेरि तपाईँ अरूसँग कतिको एडजस्ट हुनुहुन्छ भन्ने कुरो होइन। तपाईँ कसरी मिल्न एउटा बिग्रिने तरिकाले होइन कि तपाईँले आफ्नो घर परिवार र आफ्नो कामलाई कतिको ब्यालेन्स गर्नुहुन्छ भन्नेमा कुरा भर पर्छ होइन। एकदम तपाईँको फ्रिडम छ, तपाईँको तपाईँ बिग्रिन पनि सक्नुहुन्छ, सप्रिन पनि सक्नुहुन्छ, तपाईँको हातमा छ होइन। तर विदेशमा चाहिँ एकदम गाह्रो छ पनि भनिन्छ, तर सजिलो बनाउने कुरा आफैले नै हो। मलाई चाहिँ गाह्रो जस्तो लाग्दैन, किनभनेपछि काम गरेर खानुपर्छ, जहाँ गए पनि काम गर्नुपर्छ, काम नगरी हुँदैन। र तपाईँ अनुशासनमा बस्नु पऱ्यो, अनुशासन मिल्नु भएन होइन। अनुशासन भएन भने, अनुशासनमा बस्नु भएन भने त आफ्नै देशमा पनि त अनेक सजायहरू भोगिन्छ, अनेक गरिन्छ होइन। त्यो भएको कारणले गर्दाखेरि तपाईँको आफ्नो क्रेडिट हिस्ट्रीहरू मेन्टेन गर्नु पऱ्यो। क्रेडिट हिस्ट्री भन्नाले चाहिँ तपाईँ कसरी बस्नुहुन्छ, कसरी तिर्नुहुन्छ, गभर्मेन्टको लहरू कसरी फलो गर्नुहुन्छ, कम्पनीको ल कसरी फलो गर्नुहुन्छ, यी इत्यादि कुराहरूलाई चाहिँ तपाईँले फलो गरेर तपाईँले काम गर्नुभयो, बस्नुभयो भने इज द ब्युटिफुल यो ब्युटिफुल टाइम हुन्छ, ब्युटिफुल लाइफ हुन्छ होइन। र तपाईँको चाहिँ लाइफ तपाईँले नै बनाउने हो। आफ्नो लाइफलाई कसरी इजियर बनाउने भन्ने कुरा आफैले नै सोच्ने हो। विदेश गाह्रो छैन, तपाईँको फ्रिडम छ। काम एउटा मात्रै गर्नुपर्छ भन्ने छैन, तपाईँले दुई तिनवटा सक्नुहुन्छ भने चारवटा काम गरे पनि फ्रिडम हुनुहुन्छ है तपाईँ। तर ट्याक्सहरू तिर्नु पऱ्यो होइन, यहाँको अनुशासनमा बस्नु पऱ्यो। नो बडी एबभ द ल भन्दा माथि कोही पनि छैन भन्ने हिसाबले काम गर्नु पऱ्यो। कुनै गल्ती छ, कसुर छ भने कारबाही हुन्छ होइन। चाहे त्यो सिटिजन होस्, चाहे ग्रिन कार्ड होस् होइन। त्यो भएको कारणले गर्दाखेरि कुनै चाहिँ गल्ती नगरिकन ललाई फलो गरेर बस्नु भने एकदम राम्रो छ विदेशमा। तपाईँ आफ्नो स्वदेशलाई पनि माया गर्न सक्नुहुन्छ त्यत्तिकै, र आफ्नो जन्मभूमि कर्मभूमिलाई पनि त्यत्तिकै माया गर्न सक्नुहुन्छ। इजियर लाइफ मेन्टेन गर्न सक्नुहुन्छ र तपाईँको घर परिवार राम्रोसँग मिल्यो भने हरेक कुराहरू राम्रो हुन्छ। काम इजियर हुन्छ होइन। काम जति भए नि पाउँछ, मात्र तपाईँले गर्न सक्नु पऱ्यो होइन। हेभी काम पनि तपाईँले नर्मल तरिकाले लिनुभयो भने द बेस्ट हुन्छ है तपाईँको। महँगो र अनावश्यक कुराहरूलाई खर्च नगर्ने, राम्रो तरिकाले चाहिँ अगाडि बढ्ने हो भने चाहिँ विदेश चाहिँ एकदम बेस्ट छ है, पर्फेक्ट छ। नो वरी, तपाईँहरू सबै आउँदा हुन्छ। विदेशको लागि स्वागत छ।